सबैलाई नमस्कार। आज म तपाईहरूलाई हाम्रो संस्कृतिको महत्त्वपूर्ण र रमाइलो पर्व होली अर्थात् फागुका बारेमा केही शब्दहरू प्रस्तुत गर्न चाहन्छु। फागु रङहरूको पर्व हो। यो पर्व विशेष गरी नेपाल र भारतमा ठूलो उत्साहका साथ मनाइन्छ। होलीले असत्यमाथि सत्यको विजय र खराबीमाथि राम्रो कुराको जितको सन्देश दिन्छ। पूर्वीय परम्परामा फागु अर्थात् होली र होलिका दहनबीच सिधा र गहिरो सम्बन्ध छ। वास्तवमा यी एउटै पर्वका दुई भाग हुन्। होलिका दहनले होली पर्वको सुरुवात गर्छ। पहिलो दिन दुष्ट शक्तिको अन्त्यको प्रतीक आगो, दोस्रो दिन खुसी र नयाँ सुरुवातको उत्सव रङ्ग। सरल शब्दमा भन्ने हो भने होलिका दहन बिना होली अधुरो हुन्छ। फागुन पूर्णिमाको साँझ राति आगो बालिन्छ। यो घटना प्रहल्लाद र होलिकाको कथासँग जोडिएको छ। यसले सत्यको असत्यमाथि विजय र भक्तिको शक्तिलाई प्रतीक गर्छ। होली अर्थात् दोस्रो दिन रङ्ग खेल्ने दिन। अर्को दिन मानिसहरू रङ्ग, अबिर, पानी छ्यापेर रमाइलो गर्छन्। यो दिन खुसी, मित्रता, मेलमिलाप र वसन्त ऋतुको स्वागतको प्रतीक हो। यसलाई धुलण्डी वा रङ्गवाली होली पनि भनिन्छ। होलिका दहनको कथा मुख्य रूपमा हिरण्यकशिपु, प्रहल्लाद र होलिकासँग सम्बन्धित छ। हिरण्यकशिपु एक शक्तिशाली असुर राजा थिए जसले आफूलाई नै भगवान मान्थे। उनका छोरा प्रहल्लाद भने विष्णुका परम भक्त थिए। यसले रिसाएका हिरण्यकशिपुले प्रहल्लादलाई मार्न विभिन्न प्रयास गरे। अन्ततः उनले आफ्नी बहिनी होलिकालाई, जसलाई आगोले नजल्ने वरदान प्राप्त थियो, प्रहल्लादलाई काखमा राखेर आगोमा बस्न लगाए। तर भगवान विष्णुको कृपाले प्रहल्लाद बचे र होलिका आफै जलेर नष्ट भइन्। यस घटनालाई सम्झेर नै होलिका दहन मनाउने गरिन्छ। तर होलिका दहन कसरी मनाइन्छ त? गाउँ सहरमा दाउरा र घाँस जम्मा गरी ठूलो आगो बालिन्छ। पूजा गरी परिक्रमा गरिन्छ। मानिसहरूले नकारात्मकता र पाप नष्ट होस् भन्ने कामना गर्छन्। समग्रमा फागु पूर्णिमा असत्यमाथि सत्यको विजय, दुष्ट शक्तिको अन्त्य, वसन्त ऋतुको स्वागत र समाजमा मेलमिलाप र एकताको सन्देश दिन्छ। पुराना रिसराग भुलेर नयाँ सम्बन्ध सुरु गर्ने अवसर पनि होलीले प्रदान गर्छ। त्यसैले होली केवल रङ खेल्ने पर्व मात्र नभई प्रेम, एकता र खुसी साट्ने पर्व हो। अन्त्यमा हामी सबैले होलीलाई सभ्य र सुरक्षित तरिकाले मनाऊ, एक अर्काको सम्मान गरौँ र वातावरणलाई पनि जोगाऊ। फागु पूर्णिमाको शुभकामना।